बेलामा भिसी काण्ड होइन हामी बेला बेलामा दुईले कट्टु खोल्छ भन्नु जस्तै मलाई गुच्चीको कट्टु किनेर कहिले लगाउँछ होला यो गुच्ची कट्टु कहिले लगाउँछ होला तिमीले हेर हामी बाहिर हेर्दाखेरि तोर्पे हो कि तर मलाई हामी लाउँदाखेरि हामी गुच्ची कट्टु लगाउँछ गुच्ची कट्टु हेर डोगो छ थाहा छ मान्छे हेर्दाखेरि तोर्पे होला कि लाउँदाखेरि हामी गुच्ची कट्टु लाउँछ मलाई भन्ने सिकोला त्यसले कसलाई तोर्पे भनेस् मलाई भने तोर्पे त कौन चाहिँ गएको रानी हो त रानी होस् कि रानी होस् तेरी आमा म तेरी आमा नमस्ते गर तेरी आमालाई किन मेरो बाउले ठ्यागा हानेर त मेरो आमा भयो कि कहिले इन्टरभ्यू दिइहालिछ फेरि म्याचिस मेरो बुढा के अरे मेरो हुनेवाला बुढा चाहिँ मेरो बोयफ्रेन्ड चाहिँ अमेरिका छ भनिदिइहाले हामी टिकटक लाइभमा बस्छौँ टिकटक लाइभ भन्दा स्टार्ट आउटसाइडमा तपाईँ देखाउँछ अरे म्याच सुकिया साग देखाएन हेर्न आज त्यो हल्डेस पनि खाँदो रहेछ भ्याउने छैस् क्या बिहान 6 बजी 7 बजी आइज मेरो लाइभ हेर्न ल है एउटा कुरा याद गर तँ जस्तो झारेहरूको लाइभ चाहिँ हेर्दैन सरी ल बहिनी बहिनी भन्छ दाइले त यो भाइले हल्डेस खान्छ म्याच देख्न हेर न खानु छ भने अम्तिकै यस्तो खालको हल्डेस खाए हेर यस्तो खालको हल्डेस यस्तो खालको यो हल्डेस राम्रो हुन्छ बुझिस् जिन्दगीमा थाहा छ तँलाई यो हल्डेस म्याच तोर पनि म त खोले भन्लेस् खाएको देखिस् खाएको यो हेर खोले आएन हेर लेटेस्ट त्यो देखा त खाइ त्यो अरूले खाइकन अनि देखा त ढक्कन खोल त ढक्कन खोल म्याच सिपले नि म ये खाएर मोटा फेरि दुब्ला हेर दुईटा डब्बा हेर दुईटा हेर ए त्यो ढक्कन खोल्के पहिला त अरूले खाइकन म्याच फेरि फ्याँके बट्टा लेखिन आइकन अचार हालिस् कि जस्तो लाग्यो मलाई फर्स्टमा सुरुमा यो ल्याएर खाइसक्यो दाइ यो खाएर सक्यो हेर्दी खाएर सक्यो होइन जहाँ लाग्छ त्यो कहिले खाएर फालेको चाहिँ त्यो ट्याक्कै त केही अब अचार सचार हालेर ल्याउँछु दाइ दाइ लिनु न भनेर ल्याएर आगियोस् लिएर आएको चुतिए त तोस् केटी अरूको रुमबाट ल्याएर आयो त्यो ठुलो कुरा नगर बाउले भन्थे साले तेरो बाउले भन्थे बुझेस् अन्त के भन्छ मेरो त हुनेवाला अब श्रीमान म अब अमेरिकामा हुनुहुन्छ म अमेरिका जानलाई तयारी छु अनि हामी चाहिँ टिकटक लाइभमा पनि बस्छौँ तर मैले यहाँ फोटो देखाउनु उहाँले मलाई गाली गर्नुहुन्छ इन्टरभ्यू दिने जाँदा तिमी झारेहरूलाई बोल्ने झारे पनि त्यस्तै त इन्टरभ्यू दिने झारे पनि त्यस्तै त एक नेपाली बुढो अनि त्यसपछि कलौटे अनि तिमीहरू नै त केसँग दुसरी खाने के खाइ त ल्याएर पानी हाल 2 रुपियाँ छैन भन्छन् नि अरी नदेखाउनु तरी नदेखाउनु भन्छ नि अरू देखाएको खाना दुसरी खानु नि त्यो पानी चाहिँ खाँदैछ मातोहरू पनि लगाएर म दुसुङ खाएको त पानी खाएको जाँदा कलौटे तेरो बोयफ्रेन्ड हो र रियल बोयफ्रेन्ड तेरो कलौटे हो र त नि दाइ हो साले बोयफ्रेन्ड भन्छ पापी अब तेरो सबै दाइ त हो नि म पनि तेरो दाइ हो कि त मेरो भाइ होस् तलबाट होला तेरो भाइ त माक्यो रे कहाँबाट तलबाट त छाड त कतै छाड साले त कतै छाड होइन यहाँ तिमीहरू आफै आफूलाई के ठान्छौ म दङ्ग पर्छु इन्टरभ्यू दिया ढङ्ग तिमीहरूको बोलेको ढङ्ग
ओ त भएन भाइ मेरो बोयफ्रेन्ड अमेरिकामा छ हामी लाइभमा बोल्छौँ बेलामा भिसी काण्ड होइन हामी बेलामा दुईले कट्टु खोल्छौँ भन्नु नि तोर पनि भाइ त्यो अस्ति छ नि त्यो छाडा केटी बोले को केटो त्यो साले खाँदैन को अस्ति त्यो साडा केटी बोल्ने केटी को केटी कसले बोलेको थियो र तेरो जहिले माथि गेसमा तानेको थियो नि गेसमा त्यो केटी को खै बिर्सिके यार मलाई तेरो इन्टरभ्यू अघि देखाएको थिएँ टिकटकमा देखाएको थिएँ कि टिकटकमा यसो हेरेको आएको रहेछ कहीँ ट्याप ट्याप गर न तोर्पेहरूमा आएको छ तिमीहरू खाला रड्डी रहेछ माधुरी सोध्नु चाहिँ ट्याप ट्यापै गर्दैन रन्डिका मानहरू चिर्केल गेडा हेर्दा आएको मुजीहरू यहाँ ट्याप ट्याप गरेर त्यो भाग है त्यही बेला मेरो एड लान्छ बुझिस् तर आइडिया आयो आएन नि त्यही तर उहिले खाए नरेशले दिएको थिएछ होला नरेशले खाइदियो मलाई आएर नर्सा दिएको थिएन यो दाले दिएको थियो आइडी हेर्नलाई पासवर्ड चेन्ज गरेर इमेजमा चेन्ज गरेर खाइदियो आइडी छैन आएको आमा ललितको दर चुसँग ट्यालेन्ट रहेछ माधुरी हेर्न खै सबै ट्याप गर न गाइस त ट्याप गर न म चाहिँ गेडा हेरेर नबस क्या केटा ट्याप गर न म चाहिँ किन गेडा हेरेर बस्नु तिम्रो थोप्रा यसरी देखेर नआएको मेरो बोली खेर हाल्यो ट्याप गर सबैजनाले थ्याङ्क यू बेबी थ्याङ्क यू सो मच त किन छाडा बस्छु है छाडा नबोल न थ्याङ्क यू बेबी पावर तँलाई त पुलिसम्यान गराउनु कहिले नापी जाँटी ल ले त खै 10,000 ले त खै पन्छौँ गर्नलाई 10,000 ले त जाँटी पेल्न बरु मैले तँलाई 2,000 ल्याएको पैसा गर्थे 2,000 मा गर्छु तर चाकपट गाउँछस् थालले क्या थालले चाकपट गाउँछस् थालले चाटपट गाउँछस् त गदे छाडा साला गदे छाडा त अनि के नाइटमा तेल हाल्छस् जे पादैन बोला यहाँ लाइभमा मेरो नरेशले हेर्नु छ लाइभ तँ म त्यो नरेश हेरेँ मलाई के बाल भयो त मेरो नरेश अरे त्यो मलाई त्यो तोर्पे फेरि त्यही फेरि त्यो नाटक गर्ने मेरो नरेशले हेरिन्छ तेरी म्याच नरेश मलाई मेरो नरेशले हेरिन्छ ए मेरो बुढीले पनि हेर्नुहुन्छ मेरो बुढी अमेरिकामा हुनुहुन्छ भन्नु म अब त्यो लाइभमा गरेर 15 वर्षमा म चाहिँ हाम्रो लभ परेको 15 वर्ष हाम्रो 20 वर्ष भयो 20 वर्ष बुझिस मेरो 20 वर्ष भयो ना 20 मा त पनि हिजो अस्ति कहाँबाट म चाहिँ गुन्जाइले झापड हानेर भाइरल भयो कि त जाठी अहिले यहाँ आएर 15 वर्ष तल के ऋतु वर्ष को थाहै छैन बाउले साले तेरो बाउले न बहु झापड साले कुत्ते मैले हाने त तँलाई इन्टरभ्यूमा झापड बिर्सिकै कति ड्युटीमा 2000 खर्च गरेर गाली चाहिँ यसलाई यसो चाकमा थाल्ले हान्नुपर्छ कि गाली चाहिँ पुलिसले 2टा मनिकन हान्नु गाली मेरो नरेशले हेर्नुहुन्छ अरे हाम्रो नरेश साझा भयो रहेछ सरकारी मादल त बजा केटा बजा बरु मेरो भिडियो राजा के बरु मेरो भिडियो हेरेर आइज जाऊ के तेरो भिडियो हेर्ने लाइक गर्ने कमेन्ट गर्ने जस्तो लाग्यो मा तोर पनि तेरो पनि हामीले हेर्नु परेको छैन बुझिस तोर पे सुन ए सक्रिङ हमालको फ्यान फलोअर्स छ तेरो फ्यान फलोअर्स हेर्न पाइला तर मेरो केटाले ट्याप ट्याप गरेन के म्याच सिक्नेहरूले यार के कसले मान्छेलाई भन् तेरो मान्छेले कसनलाई भन् त कसन तेरो मान्छे कसन मेरोमा अहिले 21 तेरो मान्छे मेरो 3000 छन् तलबाट दिनु क्या ट्याप ट्याप गरेर गाइस म त हाँसिए साथी कसन ट्याप गर्न गाइले सबै मलाई यो सबै मादरी हिलहरू यसको यो पुतलीको फ्यानहरू सबै ट्याप गर्ने सक्रे तेरोमा 100 जन छन् भने मेरोमा 510 छन् 510 जना बुझिस
गाइस सबै यो मलाई पुतली हेर्न आएको तिमीहरू उसको पुतलीमा ट्याप ट्याप गर्दैछौ मेरो चाहिँ मेरो चाहिँ यो के ल यो मेरो चाहिँ के यो बन्दुकमा त तिमी ट्याप ट्याप नगर्ने टेन्सन नगर केटा यहाँ पनि पैसाले 5 कि हान्ने पनि म पनि चाक भिसी हान्छु चाक देखाउँछु मजाले तिमीहरू नि हस्ते मुस्ते हान्नुपर्छ ल आज केटा तिमीलाई बेब चाहियो सुस्मिता फलो गर त मलाई बेब चाहियो भने चक्रेलाई बना चक्रेलाई बेब बना चक्रेलाई चक्रेले जस्ता झारे पाते केटीले धान्न सक्दैन केटी हो ट्याप ट्याप गर केटा ट्याप ट्याप पार गर न माया कसम तिमीहरू यस्तो रटी नगर न केटा ट्याप ट्याप गर न सबैजना ट्याप ट्याप सुन न त कहाँको हिरो हो र हिरो होइन यहाँ तिमीहरू भन्दा त एकदम लेजेन्ड एकदम अलिक हाइफाई मान्छे हो क्या बुझिस् हाइफाई हो क्या त्यही त चक्रेले पनिसमेन्ट दिनमा 5 चोटि भिसी हान्छु तेरो काम के छ र तेरो काम भने त्यही त नि तेरो कामहरू केही छैन तेरो औकाले त्यही भ्याउने त नि भिसी त हान्नै पऱ्यो नि भिसी हान्न हान्दा निन्दा आउँछ तँलाई के थाहा के अरे तँ पनि नर्सिङ